मैले योभन्दा अगाडिको भिडियोमा भिड कसरी उग्र बन्न पुग्यो भनेर प्रमाण सहितको दृश्य रहेको थियो। त्यो भिडियो हेर्ने दर्शकले अझै धेरै प्रमाणहरू पठाउनु भएको भएर यो भिडियो बनाइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला, निकै रोचक रहेको छ। मैले योभन्दा अगाडि बनाएको भिडियोमा के भएको थियो छोटकरीमा हेरौँ है। यो क्लिपमा तपाईले देख्न सक्नुहुन्छ पछाडि कतैबाट असुर ग्यासको प्रहार हुन्छ, जबकि स्टेजमा राष्ट्रिय गान बजिरहेको हुन्छ। स्टेजमा त्यो बेला कुनै भाषण भइरहेको थिएन, राष्ट्रिय गान बजिरहेको थियो र सबैले छातीमा हात राखेर राष्ट्रिय गीत गाइरहेको थिए। र त्यही असुर ग्यास प्रहारपछि आन्दोलन भड्कियो र सबै तोडफोड हुन थाल्यो। प्रमाणको लागि तपाईले देख्न सक्नुहुन्छ हरियो बिल्डिङ अहिलेसम्म कसैले आक्रमण गरेको छैन र यही असुर ग्यासको प्रहारपछि आन्दोलन भड्केपछि चाहिँ त्यो बिल्डिङमा प्रहार हुन्छ। यही क्लिपमा अर्को एउटा इन्ट्रेस्टिङ कुरा पनि भेटायो। जब असुर ग्यास प्रहार भयो तपाईले छेउमा बसेको मान्छेहरूलाई नोटिस गर्नुहोस्, सबैले हात उठाएर कतै देखाइरहेका छन्। पक्कै पनि तिनीहरूले असुर ग्यास आएको ठाउँलाई देखाइरहेका छन्। र यति बेला पुलिसहरू कहाँ तैनात थिए म तपाईलाई देखाउँछु। यो क्लिपमा तपाईले तिनकुने एरिया राम्रोसित देख्न सक्नुहुन्छ। यो रहेको छ प्रहरीहरू तैनात रहेको दोस्रो लाइन र यो पहिलो लाइन, र त्यसको अगाडि तपाईले मान्छेहरूको भिड देख्न सक्नुहुन्छ र त्योभन्दा अगाडि सेतो कलरको तपाईले टेन्ट देख्न सक्नुहुन्छ, जहाँ चाहिँ भर्खरै असुर ग्यास प्रहार भएको थियो। म तपाईहरुलाई स्टेजको अर्को दृश्य पनि देखाउन चाहन्छु। देख्न सक्नुहुन्छ यो रहेको छ स्टेज, यो रहेको छ पहिलो लाइन, यो रहेको छ दोस्रो लाइन। एउटा कुरा प्रश्न हुन्छ कि त्यो असुर ग्यास प्रहरी तैनात भएको ठाउँबाट आएको होइन। अब यहाँ दुईटा प्रश्न उठ्छ, त्यो असुर ग्यास कहाँबाट आएको थियो र दोस्रो त्यो स्टेजमा भएको मान्छेहरूले कसलाई देखाइरहेको थिए। अब यो क्लिप तपाईले ध्यान दिएर हेर्नु होला। तलपट्टि मान्छेहरूले माथि हेर्दै गाली गर्दै र ढुङ्गा प्रहार गरिरहेका छन्। कसलाई प्रहार गरिरहेका छन् यो भिडियो पुरै हेर्नुस्। भिडियोमा क्लियरली देख्न सक्नुहुन्छ दुईजना मान्छे, एउटा चाहिँ वर्दीमा छ, त्यसको हातमा चाहिँ असुर ग्यास हान्ने गन रहेको छ। म भिडियो जुम र अलि उज्यालो बनाएर देखाएको छु, हेर्नुस्। त्यही दुईजनालाई देखेर भिडले त्यो बिल्डिङमा आक्रमण गरिरहेको छ। अब यहाँ एउटा गम्भीर प्रश्न उठ्छ, त्यो घरमाथि गएर असुर ग्यास प्रहार गर्न कसले आदेश दियो? प्रहार गरिसकेपछि जुन आन्दोलन भड्क्यो त्यसको जिम्मेवारी को?